हेलो फ्रेन्ड्स, नमस्ते। मङ्गलाज कुकिङ रेसिपीमा यहाँहरूलाई फेरि पनि स्वागत छ। यो हेर्दै खाउँ खाउँ लाग्दो, बाहिर क्रन्ची भित्र सफ्ट खजुरीको रेसिपी लिएर आएकी छु। मैले सजिलो तरिकामा सिकाएकी छु। भिडियो अन्तिमसम्म हेरेर साथ सहयोग सपोर्ट गरिदिनु होला र भिडियोलाई मन परेदेखि लाइक शेयर कमेन्ट पनि गरिदिनु होला है। ल, मैले ठुलो बाटामा चाहिँ 3 कप गहुँको पिठो राखेँ, आँटा। त्यस पछाडि त्यसको ठ्याक्क आधा 1.5 कप सुजी, अनि 2 कप नरिवलको धुलो, 1 कप काजु र बदामको धुलो। त्यस पछाडि 1.5 कप चाहिँ मैले ब्राउन सुगर राखेँ, सेतो चिनी राखे पनि हुन्छ, जस्तो राखे पनि हुन्छ। अनि 2 ठुलो चम्चा मैले सौँफ राखेँ। मलाई चाहिँ सौँफ एकदम मनपर्ने भएर अनि यहाँ थोरै धुलो सौँफ पनि राखेँ। अनि ल्वाङ, सुकमेल, मरिच र दालचिनीको धुलो चाहिँ मैले यहाँ 1 चम्चा राखेँ। त्यस पछाडि ठुलो चम्चाको 5 चम्चा घिउ राख्ने। अनि यति राखिसकेपछि अब यसलाई राम्रोसँग पहिला मोल्ने। 2 हातले यसरी मजाले माड्ने। अनि त्यति गरेपछि यसरी डल्ला पर्छ मजाले। अनि त्यो भएपछि चाहिँ अब मनतातो दुधले चाहिँ यसलाई मुस्ने। 1 कप र 1/4 दुध चाहिँ मैले लिएकी छु यसलाई। अनि यति गरेर अलिअलि गर्दै दुध राख्दै पिठो मुस्दै गर्ने। धेरै गिलो पनि पार्नु हुँदैन, अलिक कडा पनि हुनु हुँदैन, ठिक्कको पिठो पार्नुपर्छ। त्यो भएर अब मैले यो दिएको नापमा गर्नुभयो भने चाहिँ एकदमै ठिक हुन्छ, एकदमै राम्रो हुन्छ। अनि यसरी मजाले माड्ने, मुस्ने। अब यसलाई पिठो चाहिँ धेरै माड्नु हुँदैन, किनभने यो खजुरी चाहिँ फुल्नु हुँदैन। अब बिस्किट जस्तो हुनुपर्ने, त्यो भएको हुनाले जस्ट मुस्ने मात्रै। यति गरेपछि 20 मिनट जति यसलाई छोपेर राखिदिने। त्यस पछाडि 20 मिनट भएपछि चाहिँ मैले निकालेँ र आफूलाई कुन साइजको बनाउने हो त्यो साइजको पिठो लिने, अनि डल्ला बनाउने र यसरी हातमा किच्याउने, फ्ल्याट बनाउने, गोलो यस्तो फ्ल्याट बनाउने। त्यस पछाडि अब आफूलाई कस्तो खालको बुट्टा बनाउने, होइन, अब के खालको बुट्टा बनाउने त्यही अनुसारको बुट्टा बनाउने। मसँग चाहिँ यस्तो खालको यो कटर छ, यो कटरले थिचेर यसले बुट्टा बनाउँदैछु। ल, यस्तो खालको बुट्टा बनाएँ मैले, होइन। अनि अरू पनि गर्न सकिन्छ, यी काँटाले पनि यसरी गर्न सकिन्छ। अब काँटाले कुन तरिकाले गर्ने, काँटाले पनि 2-3 तरिकाले गर्न सकिन्छ। अनि यसरी यस्तो खालको बुट्टा भयो। अनि मैले चाहिँ अब यसैले चाहिँ मलाई चाहिँ सजिलो भयो, होइन। मैले चाहिँ यसैले पनि गरिरहेको छु। र अर्को अब यसरी टुथपिकले पनि गर्न सकिन्छ। टुथपिक लिएर यसरी सजिलो हुन्छ टुथपिकले पनि। अनि यो चाहिँ छुट्टै खालको बुट्टा, मलाई चाहिँ यो एकदमै मन पर्यो कि यो टुथपिकको कोठा भएको है, एकदम मन पर्यो। अनि यता घिउ अथवा तेल आफूलाई केमा बनाउने हो त्यो अनुसारले राख्ने। मैले चाहिँ घिउ राखेँ। अनि मैले यहाँ सबै बनाइसकेँ। अब यसलाई चाहिँ काँटाले अर्को तरिकाले पनि थिचेर बनाउन सकिन्छ। यसरी चारतिर ठक्क यसरी थिचेर पनि बुट्टा बनाउन सकिन्छ। राम्रो बुट्टा बन्छ कि यसरी पनि। र आफूलाई जेले मन लाग्छ, जस्तो खालको बुट्टा बनाउन मन लाग्छ बनाउने, विभिन्न तरिकाले बुट्टा बनाउन सकिन्छ। ल, हेर्नुहोस् कस्तो राम्रो बुट्टा बनेको छ कि। मलाई चाहिँ यस्तो बुट्टा एकदम मन परेको छ। अनि यो पनि राम्रो छ। अब यता घिउ ठिक्क तात्नुपर्छ। यो अन्द्रसा अर्सालाई जस्तो खालको घिउ तात्नुपर्छ। यसलाई पनि धेरै तताउनु नि हुँदैन, कम्ती पनि हुनु हुँदैन, ठिक्कको सानो आगोमा अनि पकाउने। बिस्तारै एक गरेर राखिदिने। त्यति गरेपछि अनि सानो आगो पार्ने, रातो हुन्जेल पकाउने। एकातिर रातो भएपछि अर्कोतिर पल्टाइदिने, सबैलाई पल्टाइदिने। अनि अब हेर्दै गर्ने, अब डढ्नु हुँदैन, होइन, डढ्न दिने होइन। अनि आफै बसेर त्यहीँ बसेर हेर्दै पल्टाउँदै गरेर गर्नुपर्छ। ल, रातो भइसक्यो है।
अब कतिको रातो बनाउने, कस्तो कलरको राख्ने आफूले आफ्नो इच्छा हो। अनि ठिक्कको बनाएर अब निकाल्ने। अनि हेर्दै अब कुनै कुनै चाहिँ छिट्टो पाक्छ, कुनै कुनै चाहिँ अलि ढिलो हुन्छ हैन, हेर्दै गर्ने। मेरो चाहिँ अब यहाँ अलिकति बढी छिटो पाकेको जतिलाई चाहिँ मैले निकाल्ने। ल हेर्नुहोस् कस्तो मजाले बनेको छ है, एकदमै राम्रो भएको छ, मिठो पनि भएको छ। अनि ठिक्कको चिनी अब गुलियो, मसलाहरू सबै एकदम ठिक्क लागेको, एकदमै मिठो भएको छ के। अनि त्यसरी अब जुन जुन हेर्दै कुन कुन राम्रोसँग पाकेको छ त्यसलाई निकाल्दिने, अलिक कम भएकोलाई चाहिँ छोडिदिने गर्दै अनि बिस्तारै गरेर पकाउनुपर्छ। ल हेर्नुहोस् सबै एक लट चाहिँ मेरो पाकिसक्यो र मैले अर्को लट पनि राख्दैछु। अनि त्यसरी नै अब पकाउने एकदम सजिलो हुन्छ, छिट्टो हुन्छ। मैले यति बनाउनलाई धेरै बेरै लागेन कि, एकदम छिटो हुन्छ। सामान चाहिँ हुनु पर्यो हैन, बनाउनलाई धेरै टाइमै लाग्दैन कि। अनि यसरी बनाउने। अनि त्यही हो त प्रोसेस है। रातो रातो भएपछि निकाल्दिने। मैले यहाँ निकाल्दैछु। र यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मेरो भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला। मेरो च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। तिहारको यहाँहरूलाई धेरै धेरै शुभकामना र यो खजुरी इन्जोय